वेलकम बैक टु माई न्यू भ्लग। के छ आराम हुनुहुन्छ? धेरै समयपछि फेरि तपाईँहरूको सामु एउटा नयाँ भिडियो लिएर आएको छु। आएदेखि हल्का काममा बिजी भयो अनि त्यही भएर धेरै ठाउँ घुम्न पनि जान पाएको थिएन। अब आज यसो समय मिलाएर यहाँ म यो फाहाङ, यो मलेसियाको यो फाहाङ स्टेटको यो क्वान्टन भन्ने यो तपाईँको क्यापिटल सिटी हो अरे होइन यो फाहाङको। म यो यहाँ आएको छु क्वान्टनमा मेरो साथीसँग। इमिग्रेसनमा थोरै काम छ, मेरो साथी उता काममा बिजी भएको कारण म यतातिर अब यस्तो चौरतिर छु होइन। चौरतिर थिएँ अनि यस्तो देखेँ राम्रो रहेछ, भिडियो गर्न मिल्ने खालको होइन। तपाईँको उतातिर ताल होइन, यतातिर बस्ने ठाउँको गार्डन जस्तो धेरै राम्रो रहेछ। त्यही भएर म यता भिडियो रेकर्ड गर्न गइरहेको छु, तपाईँहरूलाई देखाउँछु यहाँ के कस्तो छ भनेर। अब मेरो साथीले मलाई बोलायो उतातिर, सायद काम छ होला। म यो कामबाट फर्केपछि म एकछिनपछि रेकर्ड गर्नेछु। यो क्वान्टानको तपाईँको यो इमिग्रेसन सेन्टर हो। अलि हामी बस्ने ठाउँमा त अलिक गर्मी रहेछ यतातिर। ब्रो आइम ट्राइङ ला मेबी तपाईँले रेकर्ड छ भाइ या अकेला ओके। अहिले म बन्द गर्छु, त्यताभित्र रेकर्ड गर्नु मिल्दैन। पछि म बाहिर आएपछि मैले रेकर्ड गर्छु, त्यसको तपाईँहरूलाई देखाउने छु यहाँ कस्तो छ भनेर। राम्रो लाग्नु धेरै राम्रो। अर्कोतिर पनि छ, अर्को साइडतिर। अघि त्यो काम पऱ्यो, हामी गइहाल्नु पऱ्यो। त्यसपछि म त्यहाँ रेकर्ड गर्न पाएन, हतार फेरि हामी फर्किनु पऱ्यो। अब फर्किँदाखेरि अब हामी यहाँ बाटोमा एउटा तिलोक चपदा भन्ने एउटा बिच रहेछ, साथीले भनेको हुनाले अब हामी यहाँ खाना खाएर रोकेका छौँ। अब यहाँ केही यस्तो राम्रो लाग्यो बिच पनि। म अब यहाँ केही घुम्नेछु एकछिन। अब हामी घुम्छौँ भनौँ, एकछिन बस्छौँ, यहाँ टाइम स्पेन्ड गर्छौँ। त्यसपछि खाना खाएर फेरि हामी फर्किन्छौँ आफ्नो कम्पनीतिर। मेरो साथी पनि अगाडि हिँडिरहनु भएको छ। यो बिच धेरै राम्रो लाग्यो यतातिर। यो तिलोक चेपदा भन्ने बिच, यो कान्तवान, यो फाहाङको क्यापिटल सिटी कान्तवानमा पर्दो रहेछ। धेरै राम्रो लाग्यो। अब एकछिन यहाँ घुम्छौँ हामी, एकछिन खाना खाएर अनि त्यसपछि हामी फर्किनेछौँ।